साथीहरु, हजुरले यो घिउ कसरी बनाउनुहुन्छ? मैले चाहिँ आज यो घिउ मिक्सचरमा हालेर घोलेर बनाछु। मलाई यो घिउ बनाउने तरिका चाहिँ मेरो नन्दले सिकाइदिनु भएको है। 2-3 चोटी नै दुःख दिएँ मैले उहाँलाई। धेरै किन दुःख दिनु भनेर चाहिँ म आफैले गरेको। 15 दिनको घिउ हो यो है। आउन पनि 2 महिना भन्दा नि बढी नै आयो है। खानको लागि नि मिठो त्यत्तिकै हो नि। अनि मिक्सचरमा स्वयं घोलेर चिसो पानी हालेर घोल्नु पर्दो रहेछ यसलाई। चिसो पानी हालेर घोलेपछि चाहिँ चाँडै घिउ चाहिँ बनेर आउँदो रहेछ पाखामा। जति सक्दो मिक्सचर बढी चलाउनु पर्ने रहेछ। अनि यो डल्ला बनाउँदै पखाल्दै यसरी निकाल्दै हाल्दै गरी मैले चाहिँ। अब हजुरहरूले कसरी गर्नुहुन्छ? यो घिउ गरिसकेपछि चाहिँ मलाई चाहिँ एकचोटी यो घिउलाई चाहिँ नपखाली चाहिँ चित्त बुझ्दैन के साथी। यो घिउ सबै निकालिसकेपछि चाहिँ मलाई लगेर धारामा है खलखल पखाल्नुपर्छ। नपखालीसम्म चाहिँ चित्त बुझ्दैन। पखालेकै भए भएर नि होला घिउ अलि बढी नै मिठो भएको। यसरी चाहिँ पखाल्नुपर्छ मलाई यो घिउ धेरै हैन 3 पानी जति पखाल्यो भने चाहिँ यसको सफा पानी आउँछ। यो अलिअलि आगो छेक्रा मेक्रे सबै जान्छ। हेर्न सक्नुहुन्छ। यसरी छेक्राहरू फालिसकेपछि चाहिँ यो पानी तर्राएर अनि त्यसपछि घिउ पानी सबै निखारेर यसरी रेडी गरिसकेपछि चाहिँ लिएर आएर बसाल्दिने सानो आगोमा। अनि यसरी बिस्तारै पकाउने है। धेरै आगो लाग्यो भने चाहिँ सबै उम्लेर पाखामा जान्छ। अनि खाँदाखेरि पनि छुट्टै टेस्ट आउने के। धन्यवाद मेरो नन्दलाई मलाई सिकाइ